राम्रो इंग्लिश बोल्ने 5 जना चर्चित नेपाली नायकहरू। नम्बर 5 अनमोल केसी। युवा पुस्ताका ढुकढुकी अनमोल केसी आफ्नो लुक्स र स्टाइलका कारण सधैँ चर्चामा रहन्छन्। उनले काठमाडौँको प्रतिष्ठित शिक्षण संस्था मालवी इन्टरनेशनल कलेजबाट उच्च माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। अंग्रेजी भाषाको राम्रो वातावरण भएको कलेजमा पढेका कारण उनको अंग्रेजी बोल्ने शैली निकै आत्मविश्वासपूर्ण र क्याजुअल छ। उनी आफ्ना कुराहरू सरल र स्पष्ट रूपमा राख्न रुचाउँछन्। अब सुनौ नायक अनमोल केसीको इंग्लिश। My movie's name is Furky Furky. It's one of the first of a kind in my country, Nepal. So I'm representing Nepal. I'm an actor. नम्बर 4 समीर भट्ट। चर्चित नायक विराज भट्टका छोरा समीर भट्ट भर्खरै फिल्म क्षेत्रमा उदाएका हुन्। डेब्यू फिल्म 12 गाउँबाटै तहल्का पिटेका समीर भट्ट सानैदेखि भारतको मुम्बईमा हुर्किए र त्यहीबाट आफ्नो शिक्षा पूरा गरे। हालसम्मका स्रोतहरूमा समीरको शैक्षिक योग्यता सम्बन्धी ठ्याक्कै विवरण सार्वजनिक गरिएको छैन। भारतको आधुनिक र शहरी वातावरणमा हुर्किएका कारण उनको अंग्रेजी भाषामा राम्रो पकड छ। उनको बोल्ने शैलीमा आधुनिकता र स्पष्टता झल्कन्छ। अब सुनौ समीर भट्टको इंग्लिश। Well, I grew up in a film family. My dad was an actor. I mean, he still is an actor. Recently, he's ventured into direction as well. So I grew up watching his body of work. I used to watch his films in theaters. So started off with, so it all started. नम्बर 3 प्रदीप खड्का। प्रदीप खड्कालाई नेपाली चलचित्र क्षेत्रका एक बौद्धिक र तार्किक नायकको रूपमा चिनिन्छ। उनले भारतको सिक्किम मणिपाल विश्वविद्यालयबाट मार्केटिङमा एमबीए गरेका छन्। व्यवस्थापन संकायको उच्च शिक्षा हासिल गरेका कारण उनी अन्तर्राष्ट्रिय मञ्चहरूमा र अन्तर्वार्ताहरूमा निकै प्रोफेसनल र तार्किक ढंगले अंग्रेजीमा आफ्ना विचारहरू राख्न सक्छन्। अब सुनौ प्रदीप खड्काको इंग्लिश। So whenever I look at the images, मलाई जसले जेसुकै भने पनि I'm quite indifferent to it. I know what I did and why I had to do it. So my intention is clear. Maybe presentation at times it gets अलिकति तलमाथि, but the intention is always. नम्बर 2 राज्य समाल। महानायक राज्य समाल नेपाली चलचित्र क्षेत्रका सबैभन्दा विद्वान व्यक्तित्व मानिन्छन्। उनले भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा इंग्लिश लिटरेचरमा एमए गरेका छन्। साहित्यको विद्यार्थी भएकाले उनको अंग्रेजी शब्दावली निकै उच्च स्तरको र परिष्कृत छ। उनी जुनसुकै गम्भीर विषयमा पनि अंग्रेजीमा धारा प्रवाह र गहन भाषण दिन सक्ने क्षमता राख्छन्। अब सुनौ महानायक राज्य समालको इंग्लिश। But what happens is in this information age, in the digital age, and the cyber age, other sources are deciding for you. So more or less, that power has been snatched away from you. Because नम्बर 1 धीरज मगर। धीरज मगरको बाल्यकाल र किशोरावस्था बेलायत युकेमा बितेको हो। उनी लामो समय लन्डनमा बसेका कारण उनको अंग्रेजी बोल्ने एक्सेन्ट पूर्ण रूपमा बेलायती नागरिकको जस्तै ब्रिटिश एक्सेन्ट छ। 2 वर्षको उमेरदेखि नै लन्डनमा बस्दै आएका धीरज मगरले लन्डनको किङ्स्टन युनिभर्सिटीबाट स्नातक तह ब्याचलर डिग्री पूरा गरेका छन्। फिल्म क्षेत्रमा आउनु अघि उनी एक चर्चित युट्युबर थिए, जहाँ उनले आफ्नो अंग्रेजी प्रस्तुति कला देखाइसकेका छन्। उनको अंग्रेजी सुन्दा कुनै विदेशी कलाकारले बोलेको जस्तै भान हुन्छ। त्यसैले उनी यो सूचीको पहिलो नम्बरमा छन्। अब सुनौ धीरज मगरको इंग्लिश। Being an actor is not an easy job. I know there's like a massive misconception in Nepal where people think it's very easy to become an actor and it's a very easy job, but that couldn't be more further from the truth. र तपाईलाई सबैभन्दा राम्रो इंग्लिश कसको लाग्यो कृपया कमेन्टमा लेख्नु होला। अनि भिडियोलाई लाइक गरी हाम्रो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।